नमस्कार। आजको भिडियोमा हामीले युरोपका 5 देशहरूको बारेमा चर्चा गर्नेछौँ जहाँ काम गर्ने मानिसहरूको स्यालेरी सबैभन्दा धेरै हुन्छ। हजुरहरूलाई प्रोफेसनल सिभी, कभर लेटर, पुलिस रिपोर्ट जस्ता डकुमेन्टहरू बनाउनु परेमा यसै भिडियोको डिस्क्रिप्सन र कमेन्टमा रहेको हाम्रो WhatsApp नम्बरमा मेसेज गर्नुहोला, हामी सहयोग गर्नेछौँ। हाम्रो लिस्टको 5औं नम्बरमा रहेको छ पोर्चुगल। क्षेत्रफलको हिसाबले युरोपको 18औं र विश्वको 111औं ठूलो देश पोर्चुगलको कुल क्षेत्रफल 92,152 वर्ग किलोमिटर रहेको छ भने जनसङ्ख्या करिब 1,03,00,000 हाराहारीमा रहेको छ। पोर्चुगलको आधिकारिक भाषा पोर्चुगिज हो, तर यो एउटा पर्यटकीय देश भएकै कारण यहाँ इङ्ग्लिस ल्याङ्ग्वेजको प्रयोग धेरै मात्रामा गर्ने गरिन्छ। पोर्चुगल समेत युरोपको पुरानो देशमध्ये एक मानिन्छ। यो देशको सिमानाको बारेमा कुरा गर्दा यसको पश्चिम र दक्षिण भागमा एटलान्टिक ओसनले घेरिएको छ भने उत्तर र पूर्वी भागमा स्पेनसँग सिमाना जोडिएको छ। पोर्चुगलको लगभग 36% भूभाग घना जङ्गली क्षेत्रले ओगटेको छ। माउन्ट पिचो पोर्चुगलको सबैभन्दा उच्च पहाड हो, जसको उचाइ 2,351 मिटर रहेको छ। धर्मको कुरा गर्दा पोर्चुगलका लगभग 81% मानिसहरूले इसाई धर्म मान्ने गर्छन्। यो देश पर्यटकहरूका लागि आकर्षक स्थल बन्न पुगेको छ। पोर्चुगललाई युरोपको सबैभन्दा विकसित देशको रूपमा समेत चिन्ने गरिन्छ र यहाँका मानिसहरूको जीवनशैली समेत निकै राम्रो रहेको छ। कुनै समय पोर्चुगलले विश्वका विभिन्न देशहरूलाई आफ्नो अधीनमा राखेको थियो। त्यसै कारण पनि अहिलेको समयमा पोर्चुगिज भाषा बोल्ने जनसङ्ख्या हेर्ने हो भने विश्वकै 5औं नम्बरमा रहेको छ। भारत देश पत्ता लगाउने भास्को डिगामा समेत पोर्चुगलकै नागरिक थिए, जसको नामबाट युरोपको लामो र सुन्दर पुल भास्को डिगामा ब्रिज समेत निर्माण गरिएको थियो, जसको लम्बाइ 17 किलोमिटर रहेको छ। सन् 1755 नोभेम्बर 1 लाई पोर्चुगलको इतिहासमा कालो दिनको रूपमा समेत लिने गरिन्छ, किनभने त्यस दिन पोर्चुगलमा विशाल भूकम्प आएको थियो, जसकै कारण 70,000 भन्दा धेरै मानिसहरूको ज्यान गएको थियो। तर भूकम्पपछि पनि देशको निर्माण निरन्तर गरेकै कारण यो देश अहिले विश्वकै सुन्दर र विकसित देशको सूचीमा पर्न सफल भएको छ। यहाँका मानिसहरूको उत्सव हेर्न चाहनुहुन्छ भने तपाईहरूले यहाँ हुने फुटबल म्याच हेर्दा हुन्छ। यदि त्यो म्याच पोर्चुगलको टिमले जित्न सफल भयो भने देशैभर खुसियाली छाउँछ। फुटबलको कुरा गर्दै गर्दा क्रिस्टियानो रोनाल्डोलाई त बिर्सने कुरै आएन। उनी पनि यसै देशका एक उत्कृष्ट खेलाडी हुन्। यिनकै कारण पनि पोर्चुगल देशलाई मानिसहरूले चिन्ने गर्छन्। प्राकृतिक रूपमा पोर्चुगल धेरै नै सुन्दर देश हो। पोर्चुगललाई युरोपको पुरानो देशका रूपमा समेत लिने गरिन्छ, त्यसैले त पर्यटकहरूका लागि यो अति नै उपयुक्त ठाउँको रूपमा रहेको छ। हरेक वर्ष पोर्चुगलमा लाखौंको संख्यामा पर्यटकहरू घुम्न आउने गर्छन्। सुन्दर सामुद्रिक किनारमा रमाउन आउने पर्यटकै पनि पोर्चुगल एक पर्यटकीय केन्द्र बन्न पुगेको छ। पोर्चुगलको करेन्सी युरो हो, जुन 1 युरो बराबर नेपाली 145 रुपैयाँको हाराहारीमा हुने गर्छ। पोर्चुगलको राजधानी सहर लिस्बन हो, जुन सबैभन्दा ठूलो र सुन्दर सहर समेत हो। यातायात तथा अन्य क्षेत्रको विकास हेर्ने हो भने लिस्बनलाई विश्वको एक उत्कृष्ट सहरका रूपमा समेत हेर्ने गरिन्छ। विद्यार्थीहरूका लागि पोर्चुगल अत्यन्त उपयुक्त स्थान हो। यहाँ विश्वका उत्कृष्ट विश्वविद्यालयहरू समेत रहेका छन्। नेपालबाट पनि हरेक वर्ष पोर्चुगलमा गई अध्ययन गर्ने संख्या धेरै रहेको छ। यो देशमा एउटा अनौठो रेकर्ड समेत रहेको छ। एउटै विवाहमा एकै टेबलमा 15,000 मानिसहरूलाई खाना खुवाउने रेकर्ड समेत पोर्चुगलकै नाममा रहेको छ। युरोपियन कन्ट्रीहरूमा सेटल हुन चाहने व्यक्तिहरूका लागि सबैभन्दा राम्रो देश पोर्चुगललाई मान्न सकिन्छ। पोर्चुगलमा करिब 5-6 वर्षमा नै नागरिकता प्राप्त गर्ने र आफ्नो परिवारलाई समेत लग्न मिल्ने हुँदा युरोपियन देशहरूमा पोर्चुगल सेटलमेन्टको लागि अति नै उत्कृष्ट रहन गएको छ। एभरेजमा मन्थली 1,000 युरो कमाइ हुन्छ, तर खाना बस्नको लागि 500 युरो छुटाउनु भयो भने पनि 500 युरो सेभ हुन सक्छ। त्यसैले त अन्य युरोपियन देशहरूमा गएका नेपालीहरू समेत काम तथा सेटलमेन्टको लागि पोर्चुगल छिर्ने गर्छन्। त्यस्तो त पोर्चुगलमा व्यापार व्यवसाय गरेर महिना दिनमै लाखौं रुपैयाँ कमाउने नेपालीको संख्या पनि कमी छैन, तर धेरै नेपालीहरूले 1 लाखदेखि 1,50,000 रुपैयाँसम्म कमाउने गरेको पछिल्लो तथ्याङ्क रहेको छ। पोर्चुगलमा कार बनाउन सजिलो छ।
नेपालीहरूको मासिक कमाई 1000 युरोको हाराहारीमा हुन्छ। यो त औसत कमाई हो। 100 भन्दा बढी नेपालीहरूले रेस्टुरेन्ट सञ्चालन समेत गरेका छन्। मिनी मार्केट, सुपर मार्केट, ब्युटी पार्लर, मोबाइल पसल, नेपाली हस्तकला तथा गार्मेन्ट जस्ता व्यवसायहरू पनि नेपालीहरूले नै गरेका छन्। यसैगरी धेरै तलब दिने देशहरूको चौथो नम्बरमा रहेको छ डेनमार्क। डेनमार्क 42,916 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ। यसको सिमाना युरोपको स्विडेन, नर्वे र जर्मनीसँग जोडिएको छ। यहाँको जनसङ्ख्या 50 लाखको हाराहारीमा रहेको छ भने यो देश जनसङ्ख्याको हिसाबले विश्वको 115औं नम्बरमा पर्छ। यहाँको जनघनत्व 137 प्रति वर्ग किलोमिटर रहेको छ। यहाँका 88% मानिस सहरमा बसोबास गर्छन् भने 12% मानिस ग्रामीण भेगमा बसोबास गर्छन्। यो देशको आधिकारिक भाषा डेनिस हो। यहाँका मानिस देशको नियम पालना गर्ने सूचीमा विश्वमा पहिलो नम्बरमा पर्छन्। यहाँका सडक निकै सफा छन्। यहाँ ट्राफिक नियम पूर्ण रूपमा पालना गरिन्छ। यहाँका मानिसहरूको विचारमा नियम पालना गर्नु भनेको सभ्यताको परिचय दिनु हो। डेनमार्कमा एउटा अचम्मको परम्परा छ। यहाँका मानिसको 25 वर्षसम्म विवाह नगरेमा उनीहरूले आफ्नो 25औं जन्मदिनमा दालचिनीको धुलो शरीरभरि खनाइदिने गरिन्छ। यदि 30 वर्षसम्म पनि विवाह नगरेमा 30औं जन्मदिनमा कालो मरिचको धुलो शरीरभरि खनाइदिने चलन रहेको छ। यो देश आर्थिक रूपमा सम्पन्न छ। यहाँका मानिस आफ्नो दैनिक आवत जावतका लागि गाडी भन्दा पनि धेरै साइकल प्रयोग गर्ने गर्छन्। यहाँका मानिस शिक्षित र वातावरणप्रति सजग भएकै कारण वातावरण प्रदूषण छैन। यो देशको राजधानी सहर कोपनहेगन हो। यहाँका मानिसहरूको विचारमा सरसफाई पहिलो प्राथमिकतामा पर्छ। यो देशका मानिस कोही पनि बेरोजगार छैनन्। कोही आफ्नो व्यापार व्यवसाय गरिरहेका छन् भने कोही कार्यालयमा काम गरिरहेका छन्। यो देशका मानिस आर्थिक रूपमा सम्पन्न छन्। उनीहरूलाई स्वास्थ्य र शिक्षाको कुनै चिन्ता छैन। सबै कुराहरू सरकारले नै बेहोर्ने गर्छ। जनतासँग उठाएको कर राज्यले जनताको स्वास्थ्य र शिक्षामा खर्च गर्छ। यस अर्थमा जनता कम र सचेत नागरिक धेरै भएको देशको रूपमा डेनमार्कलाई लिने गरिन्छ। डेनमार्कको झण्डालाई विश्वको सबैभन्दा पुरानो झण्डाको रूपमा लिइन्छ। सन् 1219 मा यो देशको झण्डाको डिजाइन गरिएको थियो। यो देशमा वर्षभरि द्रुत गतिमा हावा चलिरहन्छ। तेस्रो नम्बरमा रहेको छ स्विडेन। 4,47,420 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस देशको उत्तर र पश्चिममा नर्वे, पूर्वी उत्तरमा फिनल्यान्ड, दक्षिणमा बाल्टिक सागर र डेनमार्क रहेका छन्। यो देशको जनसङ्ख्या 1 करोड भन्दा माथि रहेको छ। विश्वमा जनसङ्ख्याको आधारमा यो देश 91औं नम्बरमा पर्छ। यो देशमा 88% मानिसहरू सहरमा बसोबास गर्छन् भने 12% मानिसहरू ग्रामीण भागमा बसोबास गर्ने गर्छन्। स्विडेनमा अधिकांश भागमा जङ्गल रहेको छ। यहाँ जङ्गलले 68% भूभाग ओगटेको छ। यहाँ इसाई धर्म मान्नेहरू 60% रहेका छन्। विश्वमा स्विडेनको पासपोर्ट सबैभन्दा उच्च स्थानमा रहेको छ। यस देशका नागरिकहरू विश्वका विभिन्न देशहरूमा भिजा नलगाई घुम्न सक्छन्। यस देशका मानिसहरू जागिर भन्दा व्यवसाय गर्न बढी रुचाउँछन्। स्विडेनले अन्य देशहरूबाट फोहोर आयात गरेर फोहोरबाट नै पैसा कमाउने गर्छ। फोहोरहरूको माध्यमबाट विभिन्न किसिमका वस्तु उत्पादन गरी अन्य देशहरूमा व्यापारिक तवरले बेच्ने गरिन्छ। स्विडेन मानव अधिकारको क्षेत्रमा निकै अग्रस्थानमा रहेको छ। यस देशका मानिसको शारीरिक सुगठन राम्रो देखिने गर्छ। शारीरिक व्यायाममा समेत निकै ध्यान दिने हुनाले यहाँका मानिसहरूको शारीरिक संरचना राम्रो देखिने गर्छ। यस देशको मुद्रालाई स्विडिश क्रोन भन्ने गरिन्छ, जुन 1 बराबर नेपाली करिब 13 रुपैयाँ हुने गर्छ। यस देशको भाषा स्विडिश रहेको छ। यहाँ विभिन्न देशहरूबाट पर्यटकहरू ऐतिहासिक दृश्यको अवलोकन गर्नको लागि समेत आउने गर्छन्। विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देश साथै जनताद्वारा सबैभन्दा धेरै कर तिर्ने देशका रूपमा समेत स्विडेनलाई चिन्ने गरिन्छ। यस देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको राम्रो व्यवस्था रहेको छ।
सरकारद्वारा नै आफ्ना जनताहरूलाई विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउने गरिन्छ। विश्व प्रसिद्ध नोबेल पुरस्कार हरेक वर्ष स्विडेनको राजधानी स्टकहोममा दिने गरिन्छ। स्विडेनका मानिसहरूको जीवन आयु विश्वमै सबैभन्दा धेरै मध्यमा पर्ने गर्छ, जहाँ पुरुषहरूको जीवन आयु 83 वर्ष रहेको छ भने महिलाहरूको करिब 84 वर्ष रहेको छ। स्विडेनको राजधानी स्टकहोमलाई उत्तरको भेनिस भन्ने गरिन्छ किनभने यस सहरमा 12वटा टापु र 42वटा पुलहरू रहेका छन्। स्विडेनले संयुक्त राष्ट्र संघमा पनि प्रमुख भूमिका खेलेको छ। विश्वको पहिलो आइस होटल पनि स्विडेनमै बनेको थियो। स्विडेन एक संवैधानिक तथा लोकतान्त्रिक राजतन्त्र रहेको देश हो। स्विडेनको राजतन्त्र विश्वको सबैभन्दा पुरानो राजतन्त्र मध्ये एक हो। यो राजतन्त्र 1000 वर्ष भन्दा पुरानो राजतन्त्र हो। स्विडेनमा काम गर्ने मानिसहरूको एभरेज स्यालेरी 45,000 स्विडिश क्रोन रहेको छ, अर्थात् नेपाली करिब मासिक 5,60,000 हुने गर्छ। हाम्रो लिस्टको दोस्रो नम्बरमा रहेको छ नर्वे। गर्मी होस् वा जाडो, नर्वेको जीवनशैली सहज छ। त्यसैले नर्वेका नागरिकहरूको औसत आयु 84 वर्ष रहेको छ। नर्वे हरेक वर्ष खुसीको मापनमा उत्कृष्ट 5 भित्र पर्छ। विकासको हिसाबमा पनि धेरै अगाडि छ। विकासको अधिकांश सूचाङ्कमा नर्वे उत्कृष्ट 5 भित्रमा पर्दै आएको छ। नर्वेमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या पनि बढ्दै आएको छ। खास गरी नर्वेमा अध्ययनका लागि आउने र सिपमूलक रोजगारी पाएपछि स्थायी रूपमा बसोबास गर्न सकिन्छ। नर्वेको स्थायी बसोबास गर्न आफूले पढेको विषयसँग सम्बन्धित जागिर पाउनुपर्छ। यसका अतिरिक्त नर्वेमा विभिन्न देशहरूबाट युरोपियन पासपोर्ट बनाएर स्थायी बसोबास गर्न आउने नेपालीहरूको संख्या पनि बढ्दो रहेको छ। यहाँ बसोबास गर्दै आएका नेपालीहरू पनि बेखुस छैनन्। झन् नर्वेजियनहरू त बेखुस हुने कुरै आएन। नर्वेमा जो आउँछ त्यसले नर्वेकै नागरिकहरूको हैसियत पाउँछ। जुन देशको नागरिक होस् वा भिन्न लिङ्ग वर्ग कुनै प्रकारको भेदभाव छैन। शिक्षा, स्वास्थ्य, समाज संसारकै उत्कृष्ट मानिन्छ। नर्वेमा निशुल्क शिक्षा छ। किन्डरगार्टनदेखि डिग्रीसम्म नर्वेको निशुल्क शिक्षा जहाँका नागरिकहरूले पनि सहजै लिन सक्छन्। विद्यार्थीको लगाव केमा छ, अध्ययन त्यसैमा केन्द्रित हुन्छ। त्यसै गरी नर्वेको स्वास्थ्य प्रणाली विश्वकै नमुनाको रूपमा मान्ने गरिन्छ। नर्वेमा सम्पूर्ण नागरिकहरूको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिएको छ। नर्वेमा प्राइभेट स्वास्थ्य संस्थाहरू खासै छैनन्। भएका थोरै प्राइभेट संस्थाहरूले पनि उपचार गराए बापत राज्यबाट सहयोग पाउँछन्। डाक्टरहरूले निजी क्लिनिक खोलेर बस्दैनन्, सेवाको भावनाले काम गर्छन्। उक्त देशमा राजाले एउटा सिस्टम निर्माण गरेका छन्। उक्त सिस्टममा बसेर काम गर्दा दायाँ बायाँ सोच्नु पर्ने अवस्था छैन। नागरिकलाई आवश्यक परे डाक्टर घरमै उपचार गर्न समेत आउँछन्। सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा छ। यसै गरी नर्वेको समाज विभेद रहित छ। राज्यले जनताहरूलाई समान व्यवहार गर्छ। जनता राज्यप्रति जवाबदेही हुन्छन्, न जनताले राज्यलाई तिर्नुपर्ने ट्याक्स लगायतमा कन्जुस गर्छन्, न त सरकारले जनतालाई दिने सेवामा कटौती गर्छ। सामाजिक धरातल पनि उदाहरणीय छ। नर्वेमा कुनै पनि सामाजिक विभेद छैन, न त लैङ्गिक विभेद नै छ। यहाँ सबै नागरिक समान छन्। हरेक नागरिक स्वतन्त्र छन्। एकले अर्कोलाई गाली गलोच गरेको पाइँदैन। आफूलाई लागेको कुरा निर्धक्क राख्न पाइन्छ। नर्वेमा धनी गरिब बीच खासै खडल छैन। शिक्षा, स्वास्थ्य सबैको समान पहुँच छ। सबै नागरिकहरूले रोजगारी प्राप्त गरेका छन्। आफ्नो कमाइ अनुसार नागरिकले सरकारलाई कर तिर्नुपर्छ। धेरै कमाउनेहरूले कर आधा भन्दा बढी पनि तिर्नु पर्ने हुन्छ। कर जसले जति तिरे पनि पाउने सेवा भने सबैले उस्तै हो, चाहे विदेशी नागरिक नै किन नहोस्। यहाँ जुनसुकै कामलाई समान रूपमा लिइन्छ। एउटा कम्पनीमा काम गर्ने म्यानेजर र कार्यालय सहयोगीको अधिकार उस्तै हुन्छ। जिम्मेवारी आफ्नो आफ्नो हुन्छ। सानो ठुलो भनेर कुनै विभेद हुँदैन। यस्तै विशेषताले नै गर्दा नर्वेलाई आज संसारकै सभ्य शान्त मुलुक मानिएको छ। यसै गरी नर्वेको राजनीतिको समेत थोरै जानकारी प्रस्तुत गरौँ। नर्वे संसदीय व्यवस्था भएको प्रजातान्त्रिक मुलुक हो। नर्वेमा सेरेमोनियल राज संस्था छ। देशको संरक्षकका रूपमा नर्वेमा राजा छन्। राजाले राजनीतिक गतिविधिमा कुनै संलग्नता गर्दैनन्। नर्वेमा 4 वर्षमा चुनाव हुन्छ। निर्वाचित संसदबाट प्रधानमन्त्री चयन गरिन्छ।
यहाँको राजनीति एकदमै देश र जनताप्रति जिम्मेवार छ। युरोपको सबैभन्दा धेरै तलब दिने देशको पहिलो नम्बरमा रहेको छ लक्जमबर्ग। लक्जमबर्ग एउटा त्यस्तो देश हो जुन देशको नाम र राजधानी सहरको नाम एउटै रहेको छ। 2586 स्क्वायर किलोमिटरमा फैलिएको यो युरोपियन देश क्षेत्रफलको आधारमा विश्वको 167औं स्थानमा पर्छ। यो देशको जनसङ्ख्या मात्र 6,40,000 रहेको छ। नेपालको जनसङ्ख्यासँग तुलना गर्दा लक्जमबर्गको जनसङ्ख्या भन्दा नेपालको जनसङ्ख्या करिब 45 गुणा धेरै छ। यस देशको सिमाना बेल्जियम, फ्रान्स र जर्मनीसँग जोडिएर रहेको छ। यहाँ 92% मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् भने मात्र 8% मानिसहरू ग्रामीण क्षेत्रमा बस्ने गर्छन्। यातायात, स्वास्थ्य, शिक्षा लगायत कुराहरू तारिफयोग्य छन्। यहाँका मानिसहरूले आफूलाई आवश्यक पर्ने अन्न, फलफूल आफैले उत्पादन गर्ने गर्छन्। यस देशमा दैनिक 8 घण्टा काम गर्ने व्यक्तिहरूले मिनिमम पनि मासिक 2142 युरो अर्थात् नेपाली करिब 3 लाख कमाउने गर्छन्। तर एभरेज स्यालेरी भने मासिक 4000 युरो रहेको छ। यहाँका मानिसहरूको लाइफस्टाइल विशेष प्रकारको छ। प्राय व्यक्तिहरूको घरमा आफ्नो छुट्टै कार हुनुका साथै 100% लिटरेसी रेट समेत रहेको छ। यस देशका प्रत्येक मानिसहरू शिक्षित छन्। यहाँ कार्यरत कामदारहरू अन्य देशहरू जस्तै फ्रान्स, जर्मनी, बेल्जियम र पछिल्लो समयमा एसियन देशहरूबाट पनि गई काम गर्ने गर्छन्। लक्जमबर्गका स्थानीय मानिसहरू धेरैले व्यापार व्यवसाय गर्छन् भने थोरै जनसङ्ख्याले खेती किसानी समेत गर्ने गर्छन्। यस देशको मुद्रालाई युरो भन्ने गरिन्छ, जुन 1 युरो बराबर नेपाली 145 रुपैयाँ जति हुने गर्छ। यो एउटा सुरक्षित देश हो। यहाँ गैर कानुनी कामहरू हुँदैन। चोरी, लुटपाट जस्ता कामहरू लक्जमबर्गमा हुँदैनन्। यति सुरक्षित देशमा प्रहरीको संख्या भने मात्र 2800 रहेको छ। यो देशमा ट्रेन, बस चढेको पैसा लाग्दैन। यहाँको सरकारले ट्राफिक व्यवस्थापन गर्न, प्रदूषण कम गर्न, कम आय भएका जनताहरूलाई सहयोगका निमित्त यस्तो निर्णय गरेको हो। फ्रान्स, जर्मनी र बेल्जियममा बस्ने लगभग 2 लाख जनसङ्ख्या सीमा पार गर्दै कामको लागि लक्जमबर्ग भित्रिने गर्छन्। यति सानो मुलुक यसरी समृद्धि हुनुको सबैभन्दा पहिलो कारण त शान्ति नै हो। युरोपकै अति शान्ति र सुरक्षित भएकै कारण अहिले सबै धनाढ्यका पैसा पनि लक्जमबर्गकै ब्याङ्कमा लिएर जम्मा गर्छन्। त्यसै कारण यति सानो मुलुक भएर पनि यहाँ 150 वटा भन्दा बढी ब्याङ्कहरू रहेका छन्। यो देश सम्पन्न हुनुको अर्को कारण जर्मनी, फ्रान्स र बेल्जियम जस्ता आफ्नो 3 वटा धनी छिमेकी मुलुक पाउनु पनि हो। यो मुलुकलाई धनी बनाउन आधा भन्दा बढी त यी छिमेकी मुलुकहरूका मानिसहरूले नै यहाँ आएर काम गर्ने गर्छन्। अब लक्जमबर्गमा नेपालीहरू जान मिल्छ या मिल्दैन, प्रोसेसहरू के छन् भन्ने सामान्य जानकारीहरू प्रस्तुत गरौँ। लक्जमबर्ग वर्किङ भिसामा समेत नेपालीहरू जाने गर्छन्, तर एकदमै कम मात्रामा। मानौ हजुरहरूको कोही आफ्नो स्पोन्सर गर्ने मान्छेहरू लक्जमबर्गमै हुनुहुन्छ। लक्जमबर्गमै कुनै व्यवसाय गरेर बसेका वा पिआर भएका व्यक्तिहरूले आफ्नो व्यवसायको लागि वर्कर आवश्यक परेमा त्यस्तो केसमा केही पेपर वर्क गरेर हजुरहरूलाई स्पोन्सर गर्न सक्छन्। तर सामान्य अनस्किल वर्करहरूको लागि भने लक्जमबर्ग वर्किङ भिसामा जान अत्यन्तै गाह्रो हुन्छ। जोसँग राम्रो एजुकेसन क्वालिफिकेसन छ, एक्सपिरियन्सहरू छ भने लैजाने चान्स धेरै हुन्छ। जस्तै मार्केटिङ फिल्ड, फाइनान्स फिल्ड, आइटी फिल्ड, इन्जिनियरिङ फिल्ड, मेडिकल फिल्ड लगायतका क्षेत्रमा लक्जमबर्ग लग्ने चान्स धेरै हुन्छ। हजुरहरूको मनमा यस देशसँग सम्बन्धित कुनै जिज्ञासा भएमा कमेन्ट गर्नुहोला। प्रोफेसनल सिभी, कभर लेटर, पुलिस रिपोर्ट जस्ता डकुमेन्टहरू बनाउनु परेमा डिस्क्रिप्सनमा रहेको हाम्रो व्हाट्सएप नम्बरमा मेसेज गर्नुहोला।